मम्मीसँग? हिजै कुरा भएको थियो? लास्ट टाइम कुरा हुँदै त्यस्तो भयो है? अनि के भन्न चाहनुहुन्छ त? अब यो जुन घटना घटाउनमा बाध्य बनाएको जो व्यक्ति छ उहाँलाई कस्तो खालको कारबाही होस् भन्ने चाहनुहुन्छ? हुनुभयो उहाँको भाइ म हो होइन, मेरो जेठी भान्जी हो, भान्जा हो, यता कान्छी भान्जी हो। अनि अब त्यो सर त्यो अवस्थामा कसरी पुग्यो? मेरो दिदी हो, साइली दिदी हो होइन। अब त्यो कसरी कुन अवस्थामा कसरी पुग्यो, त्यो कसरी के भएको मैले आफ्नै आँखाले त्यस्तो कहिले देखेको थिइनँ क्या सर। एकदमै मैले त्यस्तो कहिले देखेको थिइनँ। अब र उहाँहरूको चिन्जान सामाजिक सञ्जालमै भएको रहेछ र सामाजिक सञ्जालमै चिन्जान हुँदै गर्दाखेरि बोलचाल हुँदै गयो। बिस्तारै बिस्तारै त्यो व्यक्तिले गङ्गामाया राईलाई ट्र्यापमा पारो। एज अ ट्र्याप हुन्छ, मान्छेहरूको धेरैजनाको व्यवसाय नै भइसकेको छ अहिले। मान्छेलाई चाहिँ फसाउने, लोभ लालच दिने, परिवार जस्तो बन्ने र अन्तिममा गएर पैसा खाएर भाग्ने। यही क्रम हुँदै आउँदाखेरि चाहिँ पैसाको मात्रै नभएर यहाँ भावना पनि जोडिएको हुँदा र भावनासँग खेलबाड भएको भन्दै गङ्गामाया राईले आफ्नो देहत्याग गर्नुभयो, जो अहिले उहाँको सब कुवेतमा छ। सबैमा नमस्कार, म निशान ढकाल। यतिखेर हामी मिक्लाजुङ गाउँपालिका वडा नम्बर 1 मा आइपुगेको छौँ। केही दिन अगाडि एउटा सामाजिक सञ्जाल नै तत्ताउने खालको एउटा घटना घटेको थियो, जुन चाहिँ कुवेतमा बस्नुहुने एकजना महिला गङ्गामाया राई भन्ने जो महिला हुनुहुन्छ, उहाँले टिकटक लाइभमा आएर आत्महत्या गर्नुभएको थियो। यो भन्दै गर्दाखेरि पनि हामीलाई एकदम दुःख लागेको छ र हामी यतिखेर उहाँहरूको घर आइपुगेको छौँ, जुन चाहिँ मिक्लाजुङ गाउँपालिका वडा नम्बर 1 यो रमितेबाट पनि 2 घन्टा 3 घन्टा भित्र पर्दो रहेछ। र हामी उहाँको घरको अवस्था र नानीहरूको अवस्था बुझ्नको लागि यतिखेर हामी यहाँ आइपुगेको छौँ। र म धेरै भूमिका बाँध्न चाहिनँ, म सिधै नानीहरूसँग थोरै कुराकानी गर्छु। अन्तिमसम्म रहनु होला। नानी नमस्कार। नमस्कार। तपाईँको नाम? मेनुका राई। मेनुका राई। बाबुको? मिसन राई। मिसन राई। हजुरको? मेनुका राई। मेनुका राई। र मामुको यस्तो घटना घट्नुभन्दा अगाडि नि हजुर कहिले चाहिँ बोल्नु भएको थियो? हजुर कति दिन अगाडि बोल्नु भएको थियो? शुक्रबार बोल्नु भएको थियो। के भन्नुहुन्थ्यो मामुले? केही पनि चिन्ता नगर, फागुनतिर म आउँछु भन्नुहुन्थ्यो। चिन्ता नगर, फागुनतिर आउँछु भन्नुहुन्थ्यो। अनि कतिखेर थाहा पाउनुभयो हजुरले मामुको चाहिँ त्यस्तो घटना घटेछ भनेर? हिजो दिउँसो 12 बजीखेर होला। हिजो दिउँसो 12 बजीतिर थाहा पाउनुभयो? अनि हजुर चाहिँ को हुनुहुन्थ्यो यहाँ? म र भतिज निउदो जाँदै थियौँ। हजुर। उसको मामा आउनुभयो सुनेर, अनि तल बाटोमा बोजूसँग भेट भयो। अनि बाटोमै थाहा पाउनु भएको? ए हिजो स्कुल लागेको थिएन? आजदेखि लागेको? आज स्कुल जानुभयो? हाजिर गरेर फर्केको। ए हाजिर गरेर फर्किनु भयो। अनि यहाँ चाहिँ हजुर को बस्नुहुन्छ? म, नाना, दादा, घरिघरि देवा हुनुहुन्छ। अनि ए बाबा कहाँ हुनुहुन्छ? विदेश, मलेसियामा। बाबा विदेश हुनुहुन्छ। अनि यहाँनिर चाहिँ दिदी अनि दादा अनि तपाईँ मात्रै हो? खाना कसले पकाउँछ? दिदीले। हजुर। फुङनाम जानुभएको थियो। अनि कतिखेर सुन्नुभयो? बिहान त्यस्तै 9-10 बजीतिर। बाबासँग बोल्दै हुनुहुन्छ? जब एकछिन बोलेको थिएँ। एकछिन बोल्दै हुन्थ्यो। के भन्नुभयो? अब लास यतै ल्याउने कि उतै भन्नुहुँदै थियो। ए उतै राख्ने हो भने त हजुर पनि जानुहुन्छ होला नि त होइन? तपाईँ चाहिँ कहाँ हुनुहुन्छ थाहा पाउँदाखेरि? फुङनाङमै हुनुहुन्थ्यो? यहाँ थियो। ए यहाँ घर आइकन थाहा पाउनु भएको? ए बहिनी त तलै हुनुहुन्थ्यो है? अनि अन्तिमचोटि कहिले कुरा भएको थियो हजुरको मम्मीसँग? हिजै कुरा भएको थियो? लास्ट टाइम कुरा हुँदै त्यस्तो भयो है? अनि के भन्न चाहनुहुन्छ त? अब यो जुन घटना घटाउनमा बाध्य बनाएको जो व्यक्ति छ उहाँलाई कस्तो खालको कारबाही होस् भन्ने चाहनुहुन्छ? कि पैसा फिर्ता मात्रै होस् भन्ने चाहनुहुन्छ कि उसलाई चाहिँ कानुन? म सर्वप्रथम के भन्न चाहन्छु भने यो घटना घट्यो, नघट्नुपर्ने घटना घट्यो, तर जसले घटना घटाउन बाध्य बनायो त्यो व्यक्तिलाई चाहिँ छोड्नु हुँदैन भन्ने माग परिवारको र सिङ्गो समाजको रहेको छ। तपाईँहरूलाई म यहाँबाट जानकारी गराउन चाहन्छु। बाबु राजा भन्ने एउटा टिकटक आइडी छ, जसमा चाहिँ गङ्गामाया राई भन्ने एकजना महिला जो उहाँहरूको आमा हुनुहुन्थ्यो र उहाँहरूको चिन्जान सामाजिक सञ्जालमै भएको रहेछ
र सामाजिक सञ्जालमै चिन्जान हुँदै गर्दाखेरि बोलचाल हुँदै गयो। बिस्तारै बिस्तारै त्यो व्यक्तिले गङ्गामाया राईलाई ट्र्यापमा पारो। एज अ ट्र्याप हुन्छ मान्छेहरूको, धेरैजनाको व्यवसाय नै भइसकेको छ अहिले। मान्छेलाई चाहिँ फसाउने, लोभ लालच दिने, परिवार जस्तो बन्ने र अन्तिममा गएर पैसा खाएर भाग्ने। यही क्रम हुँदै आउँदाखेरि चाहिँ पैसाको मात्रै नभएर यहाँ भावना पनि जोडिएको हुँदा र भावनासँग खेलबाड भएको भन्दै गङ्गामाया राईले आफ्नो देहत्याग गर्नुभयो, जो अहिले उहाँको सब कुवेतमा छ, ल्याउने प्रक्रिया भइरहेको छ र हामी यो केसलाई निरन्तर अपडेट दिनेछौँ। यतिखेर हामी मिक्लाजुङ गाउँपालिका वडा नम्बर 1 मा छौँ र यहाँ आउँदै गर्दाखेरि यहाँको अवस्था, यहाँको ठाउँ देख्दा निकै नै दर्दनाक देख्यौँ हामीले। अहिले रात्रिकालीन समय छ, हामी आउँदा ओर्दै यहाँ रात परिसकेको थियो। छोरा जेठी छोरीको बेहाल छ घरमा। पक्कै पनि यति बेला मिक्लाजुङका स्थानीय वासीहरू हुनुहुन्छ, उहाँहरूले के भन्नुहुन्छ उहाँहरूको कुरा पनि हामी सुनौँ। सबैभन्दा पहिलो नमस्कार। नमस्कार। हजुरको नाम? मेरो नाम मनकुमार राई हो। हजुर। मनकुमार राई हो। अब मेरो घर यहीँ। अब मेरो जसरी भए पनि मेरो बुहारी। हजुर। यो घटना भनेको पहिलोचोटि हो, म थाहा थिएन। अब म देखेको पनि थिएन। विदेशको ठाउँमा यसरी सल बाँडेर झुन्डेर मर्नेहरू म देखेको पनि थिइनँ भने यसपालि आफ्नै घरको आफ्नो भाइ बुहारीलाई यसरी सल गलामा बाँडेर झुन्डेको देख्दा मलाई कसो लागिरहेको छ अझै पनि। र त्यस कारणले अब के कसो गर्नुपर्ने अब मलाई अहिलेसम्म थाहा छैन। र बिस्तारै अब बुझ्दै लैजाउँ भन्दाखेरि अब जसरी भए पनि मेरो बुहारीको लास चाहिँ ल्याउनु पर्दा काठमाडौँमै ल्याउनु पर्ने अवस्था आयो। त्यस कारणले अब काठमाडौँ ल्याउने त्यो खर्च कता हो, के गर्नुपर्ने। त्यस कारणमा त्यसमा अब जसरी भए पनि मेरो भाइ पनि अब मलेसियामा हुनुहुन्छ, उहाँले के भन्नुहुन्छ। अब हामी त झन् अब घरमा बस्ने मान्छे, हामी त अब के भन्छौँ होला। र त्यस कारणले अब सबै यहाँ दाइ दाजुभाइ छिमेकी इष्टमित्रहरू हुनुहुन्छ। हजुर, म जो मृत हुनुभयो उहाँको भाइ म हो होइन। मेरो जेठी भान्जी हो, भान्जा हो, यता कान्छी भान्जी हो। अनि अब त्यो सर त्यो अवस्थामा कसरी पुग्यो, मेरो दिदी हो, साइली दिदी हो होइन। अब त्यो कसरी कुन अवस्थामा कसरी पुग्यो, त्यो कसरी के भएको मैले आफ्नै आँखाले त्यस्तो कहिले देखेको थिइनँ क्या सर। एकदमै मैले त्यस्तो कहिले देखेको थिइनँ। अब एक्कासी त्यस्तो भिडियोहरू भाइरल भइसकेपछि मेरो दिदीको आफ्नै दिदीको मृत्यु त्यस्तो आफ्नै आँखाले देख्दा मलाई कस्तो अलिक बोल्नै कस्तो लागिरहेको छ। अब जुन अब कस्तरी भयो त्यो पैसा खाएर भाग्ने राजा को, बाबु राजा के भन्ने टिकटक आइडी भन्नुहुन्थ्यो नानाले, दिदीले। त्यो कहाँ छ, कस्तो छ, कुन अवस्थामा छ त्यो पनि होइन। अब हामीले सबै यता सबै प्रहरी प्रशासन सबै हामीले भनिसकेका छौँ र त्यो कहाँ छ, कुन दुलोमा छ, त्यसलाई सर जसरी पनि त्यसलाई पक्रेर ल्याउनु पर्यो र त्यसलाई कडाभन्दा कडा कारबाही गर्नु पर्यो। र जति पैसा खाएको छ मेरो भान्जाहरू यी 3टा छ होइन, उहाँहरूलाई अब के गर्ने। उहाँहरूको अब त्यस्तै अब मम्मी त बित्नुभयो। अब उहाँको भान्जीको भान्जीको भविष्य बिगार्नु भएन होइन सर। त्यही भएर म चाहिँ त्यही भन्छु सर। अब त्यो जहाँ भए पनि त्यो बाबु राजा फेला चाहिँ पर्नु नै पर्यो, जसरी पनि त्यसलाई कडाभन्दा कडा कारबाही हुनुपर्छ सर। सबैले हेर्दा पनि त्यही कारण नै बुझिन्छ, उसकै कारणले नै त्यस्तो मृत्यु हुनुभएको हो हाम्रो दिदी, उसकै कारणले नै हो। ल हस्। परिवर्तन गाउँपालिका वडा नम्बर 5 जुन चाहिँ बागमारा भन्ने ठाउँको हुनुहुँदो रहेछ। र यो भिडियो रोल्पाको अथवा परिवर्तन गाउँपालिकाको कसैले पनि हेर्दै हुनुहुन्छ भने हाम्रो स्क्रिनमा दिएको नम्बरमा सम्पर्क गर्नु होला। र त्यो बाबु राजा भन्ने व्यक्तिको फोटो हामीले स्क्रिनमा राखिदिएको छौँ। हजुरहरूले यो व्यक्तिलाई कतै चिन्नुहुन्छ भने पनि सम्पर्क गरिदिनु होला भन्दै आजको यो बसाइबाट म निशान ढकाल बिदा हुन चाहन्छु। नमस्ते।